हास्य कलाकार खेम शर्मालाई कसरी सम्झिनुहुन्छ बोले काका? अब हास्य कलाकार खेम शर्मालाई हाम्रो साथीले हुन्, उहाँ चलेका कलाकार, राम्रा कलाकार। मैले पनि बिहान फेसबुकमा हेर्दाखेरि उहाँ मृत्यु भएछ। हजुर हजुर हो, मैले पनि उहाँलाई संवेदना प्रकट गर्नुभयो। प्रकट गरिसकेँ, हालिसकेँ हार्दिक संवेदना भनेर। उहाँको चाहिँ वैकुण्ठ बास होस् भनेर होइन। एउटा कलाकार भन्दाखेरि कलाकार त अवश्य नै दिन दुख्दो रहेछ, चुर दुख्दो रहेछ होइन। एकदम हो। सबैजनाको बाटो त्यतै हो, अब ढिलो चाँडो होइन, कोही अगाडि जान्छन् कोही पछाडि जान्छन्। हो, खाने भातै हो, सुत्ने खातै हो, जाने चाहिँ आधी घाटै हो, काँचोमा बुझी हुँदैन, लाने केही पाइँदैन। यो तेरो मेरो भनेर लछार पछार गरेर लडाइँ गरेका छन्, कुस्ती खेलेका छन्, घोटाला गरेका छन्, देश बेचेका छन्, जनता बेचेका छन्। किन यो मरिमेटी गरे हो, म चाहिँ छक्क पर्छु क्या। एकदमै हो। एक सर लाउन पाएकै छ, एक पेट खान पाएकै छ। छोराछोरीलाई शिक्षा संस्कार दिएर अब आफ्नो ठाउँमा हिँडिसकिरहे होइन। अब कसैले 35 रुपियाँ दिए, कसैले 50 रुपियाँ दिए, कसैले 10वटा घर दिए, कसैले के अरे, कतिको त घरको पैसै जल्यो होइन। अब यो चाहिँ यति धनको लागि मरिमेटी गर्नु नपर्ने, सबैले बुझ्नु पर्ने। एक दिन जाँदैछ सबैको पालो पालो गर्नु। भोले काका, यो कलाकारहरूलाई विशेष तपाईँको चाहिँ अब अमेरिका मोह जुन छ नि, तपाईँलाई लागेन? अमेरिकाको मोह भनेको, हजुर हजुर, लोभ भनेको जानलाई हो। म त अस्ट्रेलिया गइकन आएको, फेरि अहिले के अरे अहिले मलाई चाहिँ के अरे सङ्खमल पुलमा चाहिँ हाम्रो 3 वर्ष पुग्यो त उसको राजधानीको। ए हजुर हजुर, अहिले पैसा बुझाउनु पर्यो, फेरि 3 वर्षको लागि रेडी पारेर राखौँ भनेर छोरीले फोन गरेको थिएँ। हजुर हजुर हजुर, मलाई त विदेश जानु भनेको त जेलमा परे जस्तो लाग्यो। म एकपल्ट अस्ट्रेलिया गइकन आएको। फेरि अब यो दसैँ तिहार छठमा जान्छु होला। हजुर हजुर, अब आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै रमाइलो होइन। अब त्यहाँ चाहिँ के अरे गएपछि ताई र तोइ न कसैले चिन्छ, न कसैले हाल्नु भन्छ, न कसैले आइ भन्छ। मलाई देख्नेपछि वाह गर्छन्, के देखेर वाह गरे हो। म त के यिनीहरूले के अरे जङ्गली जिल्लामा देखे हो कि जस्तो लाग्छ। एकदम आफूलाई नै अझै फिल हुन्छ है। अझै फिल हो नि। आफ्नो नेपाली साथी विश्वभित्रमा भेट नहुने छोरी ज्वाइँ छोराछोरी छन् अमेरिका अस्ट्रेलियामा। हजुर हजुर, उनीहरू आफ्नो काममा गइहाल्छन्, हामी एक्लै घरमा बस्दा डिप्रेसन होला जस्तो हुने। एकदम। अनि मेरो बुढीलाई पनि अब यहाँ चाहिँ हिँडडुल खेतीपाती बढी वा घिम्ने वा गर्नुपर्ने, हिँड्न डुल्न नपाएर धानको रुखा च्यापेर लगडी भए। हजुर हजुर, अनि त्यस कारणले गर्दाखेरि जाउँ हामी भनेर फर्केर आएको। ए तपाईँलाई भनेपछि अब त्यो जेलमा बसे जस्तो लाग्छ उसो भए? फेरि पनि बोलाएका छन्, बरु दसैँको तिहार छठसम्म बसेर। त्यति बेला हाम्रो सुटिङ कार्यक्रम पनि हुँदैन। हजुर हजुर, फुर्सदले हुन्छ। उनीहरू के गर्नु, छोराछोरीले भने पनि मानिदिनु पर्यो। म त जान्न भनेर यही गरेको थिएँ। छोरी जुन थाल्यो उसले चाहिँ यस्तै बगैँचा भएको 6 कठा जग्गा किनेको छ अरे, चिन्ता घर किनेको छ अरे। ए हजुर हजुर, अब आज हो कि भोलि हो, बाबामा एकपल्ट आएर हेरिदिएर कसले चाहिँ गइदियो हुन्थ्यो भन्ने उनीहरूको अपेक्षा पुऱ्याउनु पर्यो। एकदमै हो। भनेपछि तपाईँले भने जस्तो अलिकति बुढेसकालमा अमेरिका गएर त्यहाँ बस्नु, त्यहाँ तपाईँको चाहिँ त्यहाँ जीवनयापन गर्न अलिक कठिनै छ उसो भए? कठिनै छ। कतिपय मान्छे बुढाबुढीहरूले त अङ्गुल टिप्न पनि जाँदो रहेछ, स्याउट पनि समय बिताउनलाई, 2-4 रुपियाँ आम्दानी गर्नलाई। कोही त चोरेर गाई गोठमा बसेर बसेको आजीवनै बिताएर पनि लुकेर पनि बसेको हुँदो रहेछ। ए हजुर हजुर, त्यो नेपाली बुढाबुढीसँग हाम्रो पनि अङ्गुल टिप्न स्याउ टिप्न पठाइदियो भने हुँदैन। हाम्रो उसमा ग्रिन कार्डमा रातो मसी लाग्छ। नीति नियम कडा छ है उसो भए त्यहाँको। कलाकार भनेपछि अब चाहिँ कलाकारलाई त अब एक किसिमबाट अब त्यति व्यस्त पनि हुँदैन होला त्यहाँ होइन, त्यति अफरहरू पनि त खासै हुँदैन होला नि त। अब हामी कलाकारको टिमै लिएर हामीले चाहिँ के अरे सुटिङ लिएर होइन, अथवा चाहिँ के अरे कुनै चाडमा दसैँ तिहारमा देउसी भएको कार्यक्रम लिएर होइन, अथवा चाहिँ कुनै फिल्मको चाहती सो गर्ने गरेर गएको भए राम्रो हुन्थ्यो। हजुर हजुर हो। अब हाम्रो चाहिँ व्यक्तिगतमा चाहिँ खासै रमाइलो छैन उसो भए? यो साह्रै दिन गाह्रो पर्यो। फेरि के भयो भने अब छोराछोरीहरूले हामी जाने बित्तिकै अर्को गाडी ल्याए, 500 रुपियाँ गाडी छ, 700 रुपियाँ गाडी ल्याए। अब 3 महिनासम्म हामी बस्दा शनिबार र आइतबार उनीहरूको छुट्टी कुलीहरूको छुट्टी। हजुर हजुर हजुर, कुलीहरूलाई 1 लाख दिए पनि उनीहरू काम गर्न जाने, हाम्रो छोराछोरीले डबल पाउँदो रहेछ। ए हजुर हजुर, 3 महिनासम्म हामीलाई घुमाउँदा उनीहरूले त पैसा गरेर चाहिँ डबल आउने पैसा
अब आउन पाएन उनीहरूले घुमाइछन् हामीलाई उगाएर गरेछन् हजुर हजुर अनि पछि यसो मैले सोचेँ बुढी पनि मर्निङ वाक इभिनिङ वाक गर्न नपाएर काम धन्दा जिउ हिलडुल गर्न नपाएर लङ्गडी भाइ सिक्किममा दबाई गर्ने भनेर भन्दै थिएँ मैले यसो बुढीलाई सल्लाह गरेर हेर्न पाएँ यो धनकोबाट आएका आफ्नो मात्रै युकेबाट आउँदाखेरि एउटा बङ्गला किनेर तानचन खेल सातो बाटोमा हजुर 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 त्योभन्दा उतापट्टि एउटा घरेडी छ जनकपुरमा 2टा घर छ राजघाट हजारीमा 6 बिघा जग्गा छ उसको ससुराले आरुबारीमा के अरे त्यसले अर्को घर किनेको छ रहेछ मान्छेलाई धरले कति पुग्दो रहेछ मलाई त विरक्त लाग्यो त्यहाँ जाँदाखेरि ए हजुर मोबाइल किने भने गुदारो सरकारले नि रेडियो किने पनि गुदारो गाडी किने गुदारो घर किने गुदारो जग्गा किने पनि गुदारो उदाएर फसाएर यता अगाडि ए हजुर धेरै पैसा देखाउने यता पछाडिबाट ट्याक्स लिएर रेम टेन्सन लगाएर दलमा फसाएर तिनीहरू जिन्दगीभरि पुस्ता अब त्यही पुऱ्यायो मलाई त विरक्त लाग्यो हामीले त्यो त एक किसिमको तपाईँको बन्धक बनाए जस्तो बन्धन जस्तो पो रहेछ दासी पर्छ थियो नि त जिम्मल पटवारीहरूले हजुर हजुर ऋण दिएको ऋण दिने अहिले पनि मैले सिडिएममा गर्छु म पनि 20,000 पैसा दिन्छु ऋण दिन्छु घरबारी किनिदिन्छु होइन हजुर हजुर हो उनीहरूलाई गाउँबाट निकालिदिन्छु त्यस्तै त्यहाँ गएका अब हाम्रा छोराछोरी चाहिँ दलमा फसे हजुर हजुर अब त्यहाँ रमाइलो देखाइदिएको छ त्यसको सुगर सफा छ राम्रो छ रमाइलो छ गाडी सुविधा छ सरकारी सुविधा दिएको छ पैसा दिएको छ अगाडिबाट देखाएर चाहिँ पछाडिबाट चाहिँ उसलाई चाहिँ त्यो ट्याक्स लिएर भारी बोकाइदिएर त कहिले त्यहाँबाट उठ्ने हामीलाई गएका छोटो फर्केर आउँदै अब त्यो हामीले पढ्छौँ पहिले पुरानो शिक्षामा लङ एगो नेपाली वान कन्ट्री आवर ग्रिन फादर मदर जर्ली भनेर हाम्रो नाति भन्छन् एकदम स्टोरी जस्तै हुन्छ होइन पक्कै पनि काका अलिकति समसामयिक विषयमा हामी राजनीतिक विषयमा पनि कुराकानी गर्छौँ होइन यति बेला रासोपाको महाधिवेशन चल्दैछ चितवनमा होइन विभिन्न पार्टीहरूलाई आमन्त्रण गरिएको थियो गगन थापा लगायत चाहिँ अब धेरै नेताहरू जानुभयो होइन शीर्षस्थ नेताहरू ठुला पार्टीका खासै जानु भएन होइन र यता श्रम संस्कृति पार्टीका हर्क साम्पाङजीले पनि बहिष्कारै गर्नुभयो होइन रासोपाको केही नेताहरूले पनि बहिष्कार गरेको अवस्था छ अब धमाधम यतिखेर चाहिँ बन्द सत्रको कुराहरू पनि अगाडि बढ्दैछ हिजो प्रधानमन्त्रीज्यूले नबोल्ने भन्दा हिजो फेरि बोल्नुभयो उहाँले धेरै कुराहरू गर्नु भएको छ होइन उहाँको भाषण हेरेपछि तपाईँले कस्तो लाग्यो मैले पनि पहिला चाहिँ के अरे हाम्रो उसको हेरेँ हाम्रो पत्रकारको जुग के अरे ए रवि लामी छ नि रविजीको हेरेँ हजुर हजुर रविजीले पनि बोलेको साह्रै मन पर्यो हजुर हजुर त्यसपछि हाम्रो बालनजीले बोल्नुभयो हजुर हो प्रधानमन्त्रीज्यूले उहाँले पनि बोल्नु मलाई मन थिएन बोल्नै पर्दो रहेछ भन्नुभयो होइन हो हँसाउँदै बोल्नुभयो होइन हजुर हजुर हो बालनमा के रविले कस्तो के अरे रविजीले भन्नुभयो मेरो खुट्टामा हामी दुईजना अब के अरे देशको लागि फुटबल खेल्दै मेरो खुट्टामा बल आयो भने म बालनजीलाई पासिङ गर्छु हजुर हो भन्नुभयो उहाँले कस्तो भोर भाषाले भन्नुभयो भने हजुर हजुर म प्रधानमन्त्री राष्ट्रपति बन्दिनँ म चाहिँ पार्टीको सभापति बन्छु र प्रधानमन्त्री चाहिँ मैले चाहिँ उहाँलाई दिन्छु भन्ने हिसाबले कुराकानी गर्नुभयो अनि त्यसपछि हाम्रो गगन थापाजी पनि देवाजी युवकलाई होस्टेलमा हैसियत गर्नुभयो उहाँ पनि जानु उहाँले धेरै चतुर हुनुहुन्छ बुद्धि पुऱ्याउनु भयो हजुर हो उहाँले र एउटा सेम्फेटिक हो हामीले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा हामीले चाहिँ के अरे राजेन्द्र लिङ्गदेनजी हो राजेन्द्र लिङ्गदेनजी जानुभयो नि उहाँ जानुभयो अनि उहाँ पनि युवक हो युवकलाई साथ दिनुभयो हजुर हो ए काका साँच्ची त्यो के अरे उहाँले के भन्नुभयो भन्दाखेरि 20% रासोपालाई भोट चाहिँ राजा ल्याउनको लागि दिनुभएको भन्ने हिसाबले कुराकानी गर्नुभयो के हो खुरासम कुरो भौरो पाराले होइन हजुर हो के अरे राजालाई हामीले बोकाएको थियौँ हाम्रो पनि के अरे 20% भोट के चाहिँ दिएको छ राजाको के अरे सपोर्ट गर्छ भनेर हाम्रो पनि कति क्यान्डिडेटहरू तपाईँको गएको छन् भने होला ए हजुर हो र बाबुरामजी चाहिँ बाबुराम भट्टराईजी धेरै चतुर एकदम कसरी लाग्यो तपाईँलाई भन्नुलाई भने उहाँले यस्तो भाषामा गर्नुभयो कि अकबर र बिरबलको कथा ल्याएर त्यहाँ जोडेर ए हजुर हो अकबर र बिरबलको कथा ल्याएर जोडेर उहाँले कस्तो मिठो मसिनो बाले दिलाएर उसलाई हाम्रो रवि लामी छानलाई सेम भेटी दिनुभयो हजुर हो गृहमन्त्रीज्यूलाई होइन
त्यो कथा सुनाएर उहाँले के भन्न खोज्नु भएको काका कथा खासमा? सुनाएर अकबर बिरबलको कथा सुनाएर त्यस्तै के भन्नुभएको थियो त्यो युट्युबमा तपाईँहरूले भरे पनि हेर्दा सबैले हेरिसकेका छन् हजुर हो। मलाई पनि हेर्दाखेरि खुब रमाइलो लाग्यो होइन यहाँ र उहाँले चाहिँ नि अब अरू हाम्रा बुढा कार्यकर्ताहरू पहिलेका चाहिँ जस्तो केपिजी भए होइन हर्कसम्म सङ्क्रान्त साँच्चैको आजबाट त मलाई मुखै लाग्छ है हजुर हजुर हो। अब हामीले युवक मिलेर गर्ला यिनीहरूले केही न केही गर्ला भने यिनीहरू त काम खालि विरोध गर्ने विरोध गरे विरोध त गराएको थिएँ आज उहाँ पनि जानु भएन महाधिवेशनमा होइन हामीले पनि मैले पनि दुई चारवटा महाधिवेशन हेरेको थिएँ गराएको थिएँ हजुर हजुर हो। राष्ट्रिय उसमा हाम्रो चाहिँ के अरे हलो पार्टीमा ए हजुर हाम्रो देश विदेशका चाहिँ प्रधानमन्त्री राष्ट्रपतिलाई बोलाइन्छ बोलाइन्छ विभिन्न पार्टीहरू होइन? पार्टीहरू सबैजना हजुर हो हो। अब आफ्नै देशका प्रति हाम्रो चाहिँ के अरे कुनै पुराना नेताजीहरू जानु भएन हजुर हो हो। उहाँले चाहिँ बुद्धि नपुर्या हो कि जस्तो लाग्छ त्यसमा गगनले र बाबुरामजीले साह्रै बुद्धि पुऱ्याउनु भएको अनि अर्को यो हाम्रो के अरे ऊ हर्का साम्पाङबो केपी शर्मा ओली मूर्खै रहेछ भएन हजुर हजुर हो। अब त्यहाँ माथि अब झन् चाहिँ के अरे अलिकति के अरे प्रचण्ड भयो राम्रो प्रचण्ड जानु भएन केपी जानु भएन हजुर हो। अनि उहाँहरू जानुपर्छ हो होइन केटाकेटीले गरेको अब इन्जिनियरहरू तपाईँहरू बुढापाका मान्छे नेता होइन यसो पछाडि बसेर ब्याग छोडिदिनु पर्ने होइन वाचिङ गर्नुपर्ने त्यो गरे भए बेस हुन्थ्यो एकदम बाबुरामजीले त्यो बालनजीको तपाईँको चाहिँ अभिव्यक्ति हेरेपछि भाषण हेरेपछि तपाईँलाई कतिको परिपक्व लाग्यो हिजोको भाषण? होइन बालनजीले मलाई बोल्नै पर्ने थियो यो विषयमा पनि आएको छ सिमानाको विषयमा हो होइन उहाँले भन्नुभयो अब हाम्रो चाहिँ त्यसै छ सिमानाहरू पछि छ ऊ छ यताको अब लिपुले काला पानी लगायतको त हामीसँग प्रमाणै छ। प्रमाणित छ हामीले अमेरिकालाई चाहिँ गुहारे हाई गुहारे होइन गरे होइन हामी नेपालले कहिले हाई गुहार गर्दैन उहाँसँग हामीले कागजात डकुमेन्ट मागेको भन्नु हजुर हो हो। अनिखेरि उहाँले पनि राम्रो बोले मलाई लाग्यो किनभने हामीले अमेरिकालाई हाई गुहारी गरेर होइन छिमेकी देशलाई त्यो चाहिँ हामीसँग कुर्ती खेल्न खोजे होइन कागज प्रमाणहरू जहाँ भए पनि हामीले त्यो उहाँहरूले माग्नु पाउनुहुन्छ हामीले माग्नु पाउँछौँ हामीले मागेको भन्नु एकदम हो। राम्रो कुरा गर्नुभयो मलाई भनेको के अलिकति अब तपाईँको अझै समय लाग्ने अवस्था हो? प्रमाण अब जुटाउनु पर्यो ल्याउनु पर्यो सम्बन्धित ठाउँमा लानु पर्ला। होइन त्यो त तपाईँलाई मैले पनि मुद्दा गर्दाखेरि पहिलेतिर अदालतले होइन सम्बन्धित कार्यालयले पुलिसले प्रमाणहरू नजुटाएको त केसै दिँदैन नि होइन त्यस्तै अब समय त लाग्छ नि होइन समय अब यो देशको विषयमा 2500 वर्षदेखि अगाडिकोदेखिको कुरा यी पहिलेका नेताहरूले कहिले सल्लाह आएन चुनावको बेला मात्रै दिदीले चोकको नक्सा निकाले अनि त्यसपछि है हाम्रो त बोलिदिए आफ्नो भोटको दिए भनेर चाहिँ के लम्पसार परेर उनीहरू गएर तुम सडम गएर बसे अनि त्यो खालि यो 2500 वर्षदेखिको कुरो दुई चारवटा राजाहरू पनि फेरिसके होइन त्यस कारण केही समय त लाग्छ नि त अब बालनजीले तपाईँको चाहिँ अब यो हाम्रो चाहिँ एक्सप्रेस गाडी हो लोकल गाडी होइन यसको चाहिँ तपाईँको जानेर डेस्टिनेसन हो त्यहाँ पुगेपछि मात्रै बल्ल हामी ब्रेक लगाउँछौँ भन्ने हिसाबले व्यक्ति दिनुभयो एक्सप्रेस गाडी नै हो हामी कति बाटोमा हिँड्दाखेरि चाहिँ ब्रेक लगाउँछौँ बिस्तारै हिँड्छौँ अहिले हाम्रो पक्कै बाटो छ हामी एक्सप्रेसै हो हाम्रो चाहिँ ब्रेक लाग्दैन भन्नु उहाँले हजुर हो उहाँको भनाइ पनि के जे भए पनि म रोकिन्न बाधा त जे आए पनि म त के अरे छोडिदिनँ मैले उठाएको कुराहरू भन्ने सन्देश दिनु खोज्नु भएको हो भनेको उहाँले अब अहिले जति पनि मुद्दाहरू बोक्नु भएको छ त्यसलाई तपाईँको चाहिँ 5 वर्षभित्रमा म छिटो खाना गरेर छोड्छु भन्नुभयो हजुर हो अर्को फेरि नयाँ सरकार होइन अथवा अर्को चुनाव हुँदाखेरि यही एजेन्डा लिएर हामी जाँदैनौँ पटक पटक गरेर चाहिँ अर्को नयाँ एजेन्डा लिएर जानुपर्छ अरू पुरानो गरे चाहिँ पार्टीहरूको जस्तो पुरानो चलाउनु जस्तो हाम्रो हुँदैन नयाँ एजेन्डा 100 दिन पुग्न लाग्यो काका यसो भन्दै गर्दाखेरि कतिको सरकार सफलताको बाटोमा छन् अहिले सफलता सफलै छन् नि सबै कुराहरूले खोजिरहेछन् खोतलिरहेछन् अब कारवाही गरिरहेछन् अदालत अब गराइरहेछन् अब कतिजना त जेल जाने निश्चित भइसके होइन अब यो वर्ष 2500 वर्षदेखिको पुरानो कुराहरू त्यसपछि अब पहिलेका नेताहरूले खालि के चाहिँ भत्काई बिगारे बिचरा बालेन रविनले झन्न रहेछन् बालेन रवि र हाम्रो यो गृहमन्त्री सुदन गुरुङ जे भने कलिला भयो अनि कलिला आला काचा छन् भन्ने जस्तो लागेको छ तर भित्र कहीँ अब स्ट्रङ रहेछन् होइन ए भित्रबाट स्ट्रङै लाग्यो तपाईँलाई स्ट्रङै रहेछन् जे गरेको छ राम्रो गरेको छ
अब तपाईँको भनौँ न महाधिवेशनमा जुन हिसाबको खर्च छ होइन त्यहाँको बसोबास तपाईँको चाहिँ अब धेरै कुराहरू छन् त्यहाँनिर अब त्यहाँ चाहिँ खसीको मासु र भात पाक्ने भन्ने कुराहरू पनि आयो भनेको हिजो अर्को अधिवेशनहरू अरू अन्य दलको पार्टीको अधिवेशन गर्दाखेरि मासु भाते पार्टी भनेर तपाईँको चाहिँ राजसभा समर्थकहरूले आलोचना गर्दै गर्दा आजको दिनमा उहाँहरूको पार्टीमा पनि त्यही नीति दोहोरियो नि अब के पार्टी भन्ने उहाँहरूलाई अब काका अब साधारण मासु भात खानु त कुन ठुलो कुरो होइन खसीकै मासु भात खायो भन्ने कुरा आयो नि त खाएका थियौँ खुवाएका पनि थियो हामीले पनि होइन अब देश विदेशका पाहुना आउँछन् अब देशका ठुल्ठुला प्रधानमन्त्री राष्ट्रपतिज्यूहरू सबैजना आउँछ पार्टीका कार्यकर्ताहरू अब त्यहाँ दाल भात तरकारी साग खुवाएर त भएन नि त होइन एउटा मासुको एउटा इज्जत पाहुनालाई बोलाइसक्यो पाहुनालाई चाहिँ एक साथ मिठै खुवाउनु पर्छ एकदम म त्यसै बुझ्छु होइन पाहुनालाई त खुवाउनु स्वाभाविक कुरा हो अब घरकै मान्छे नै तपाईँको अब रमाउनु थाल्यो भने त्यति मजा नआउला भन्ने कुरा हो अब संस्कारको कुरा हो अब त्यो पनि उनीहरूले खर्च चाहिँ अब सबै साथीभाइ मिलेर टिम मिलेर अब त्यस्तो अप्ठ्यारो पऱ्यो भने हामी पनि साथमा होस्टेल अहिले साथ सपोर्ट दिन्छौँ होइन 10-20,000 50,000 हामी पनि सहयोग गर्छौँ उहाँहरूलाई अप्ठ्यारो पऱ्यो भने भोला काकाको तर्फबाट पनि तपाईँको चाहिँ केही पैसा सहयोग गर्न गाह्रो छैन अवश्य गर्छु मैले त रवि भाइले पुरानो चुनावदेखि लिएर उहाँलाई चाहिँ उसले के मिले लखटिएर तेरो अन्तिम इच्छा के छ भनेर होइन झेल हाल्दाखेरि मैले पटक पटक बोलेको छु यिनीहरूले अन्तिम इच्छा बोल्ने के हक अधिकार छ होइन त्यो चाहिँ राणाको पालामा खरीको बटा झुन्डाउँदाखेरि फाँसी दिँदाखेरि मात्रै बोल्थे यिनीहरूले षड्यन्त्र रचेका हुन् रविलाई अब यिनीहरूले माछा रातारात नेपाल गाईबेरी कुदाछन् होइन मरल भन्ने जस्तो गर्छन् भन्ने चाहिँ लागेको छु के भए पनि रविजीको पनि दिन बलियो उहाँ पनि चाम्रो त चाम्रै हुनुहुँदो रहेछ ए हजुर चाम्रो भएर अहिले राम्रो हुनुभयो एकदम होइन उहाँले पनि कहिले हतोत्साह खानु भएन उहाँलाई आफ्नो बुढीलाई पनि सेफ्टी दिएको छ एकदम परिवार चलाउँछु तपाईँ देश चलाउनुहोस् होइन पार्टी चलाउनुहोस् भनेर त्यतिखेर घर व्यवहार परिवारको साथ सपोर्ट चाहिन्छ मेरो महिलाप्रतिको सम्मान पनि राम्रै देखियो होइन मेरो बुढीले पनि दिनभरि जानु गएपछि जानु के अरे त्यसले हतकडी राख्दै नबोल्नु ए हजुर हजुर यो बुढेसकालमा छाडा नबोल्नु राम्रो मिलाएर बोल्नु हेरी के अरे चाहिँ तर घर चाहिँ नबस्नु भन्नुहुन्छ खेल्नु तपाईँलाई देशमा जाँदा भएन हुन्छ त्यसै गर्दा गर्नु भन्छ मलाई देश विदेशबाट छोरीहरूले पनि हजुर हजुर बाउलाई खर्च चाहिन्छ भनेर पठाउँछन् ए हजुर हजुर अहिले पनि मेरो म त्यहाँ भिसा अहिले 3 वर्ष पुग्यो 3 वर्ष फेरि भिसा छ ए हजुर हजुर आउनु भने सोचेको दिन बनाएको छ कलाकारिताबाट चाहिँ कतिको आम्दानी छ भोला काका के छ कलाकारिताबाट मैले यसलाई आम्दानीको इस्यु बनाएको छुइनँ होइन मलाई भन्छ बोले पा तपाईँको रेट कति हो भन्छ बरा हो मरि हो तिमीहरूको बजेट कति चाहिँ छुट्याएको हो त्यही दियो नि मलाई म कुखुरा भाले बोको खसी त होइन रेट भन्नुलाई तिमीहरूको बजेट पाइन्छ त्यही दियो भन्छु जान्छु बुढो मान्छे भन्छ पेट्रोल हाल्नुपर्छ भन्छ पेट्रोल हालिदिन्छन् होइन खाना बस्न दिन्छन् होइन 1-2 हजार पैसा गोजीमा हालिदिन्छन् म खुसी छु हाँसी छु मलाई यो कमाउने बाटो होइन मेरो बाबुबाजेले हाल्ने गर्दा हुने सासको त खाइने पुग्छ मैले रोडमा 1 कठा बेचाएर काठमाडौँ घर पनि आयो घर आयो छोराछोरी सबै देश विदेश छन् होइन सबै आफ्नो खुट्टा उभिएको छन् मलाई पैसा किन कमाउनु पर्यो मलाई नामभन्दा पनि नाम कमाउनु पर्यो होइन यो देश र राष्ट्रको लागि केही दिएर जाऊ भन्ने मेरो काकालाई एकचोटि एउटा डायलग जाओस् न तपाईँको अब सुनिदिउँ त्यो पनि डायलग भन्दाखेरि अब के भन्नु डायलग मेरो कतिवटा डायलग भन्नु के डायलग भन्नु आज एउटा जाओस् ल काकाको मजा आउँदैन कान्छी सिरियलमा त्यही दिनुहोस् न मलाई चाहिँ सर्लाइमा मेरो घर छ मलाई के को डर छ मेरो नाउँ भोला जे होला होला त्यहाँ मेरो पेट्रोल पम्प छ बिग मार्केट छ सुगर फ्याक्ट्री छ मेरो छोरो जहाज हाँक्ने इन्टरनेसनल पाइलट बाउ जमिनदार छोरो इमान्दार यस्तो कुटुम्बमा आउँदाखेरि किन छक्क परेको भर्खर पाल्न छोडिदिनुहोस् न कान्छी सिरियलमा मेरो छोरालाई रियल इन्टरनेसनल पाइलट हो रामचन्द्रको भान्जा हो ए हजुर हजुर हो अनिखेरि त्यो मभन्दा मोटो चाहिँ होइन त्यो कान्छी सिरियलबाट म त्यो 1.5 करोडको हेरेको थियो आज 5 वर्ष अगाडि देश विदेश चिनिएको म अमेरिका अस्ट्रेलिया आएर मलाई कलाकारले आउने हाम्रो घर खाइदिनुहोस् अब एक छान कलाकार खुवाउनु पायो हुन्थ्यो कति मान सम्मान छ हेर्नुहोस् मलाई अहिले पनि रोडमा हेर्दाखेरि हेरिरहेको छन् अनि कसैलाई तपाईँलाई कहाँ देखाएको लाग्छ भन्छन् कोही ठुलो फिल्ममा कोही सानो फिल्ममा कोही सिरियलमा भन्छन् होइन
कोही इन्टरभ्यूमा भन्छन् होइन तपाईँ नाम के हो भनेर सोध्यो आसी भोल्यो भने जानु भने ए हजुर हजुर ठ्याक्कै हाल्नु मलाई चाहिँ आउँदैन थियो होइन मेरो नाम हालेपछि फ्याक्ट आउँदा तपाईँ एकदम मैले चाहिँ हल्का साग मलाई गाडी गएको ए हजुर हजुर सुटिङमा गएको थिएँ त्यहाँ उसमा त्यहाँ चाहिँ उसले देखायो मलाई थाहा छैन मेरो नाम हालेर चाहिँ आउनुपर्छ भन्ने हजुर हजुर अनि मलाई त्यही हो के कहाँ देखाएर लाग्छ भनेर भन्छ नाम भन्दा नि नाम होस् कृति होस् होइन पनि मेरो शरणार्थ एकदम हो होइन हजुरको एउटा ज्यान पनि अब साथ दिएको छ तपाईँलाई होइन अब यो ज्यान त तपाईँको काठमाडौँको सागले बनेको ज्यान होइन उहिले म मुडको खुट्टाको सुप खान्थेँ होइल माछाको तरुवा खान्थेँ म मौका पाउँदाखेरि बाघ भालुलाई पनि च्याप्पसँग तर जगल टलहरू बटर पारेर त्यसको बलमा पोलेर छोइला कटेर खान्थेँ त्यस्तो खाएको थिएर पो यो ज्यान लागेको त्यति बेला म जङ्गलमा छाल हुन्छ जङ्गलै कम्प हुन्थ्यो काल पनि म महाकाल हो अब मेरो बाउका बाजे पालामा उहिले कुरा खैले होइन सपना भए कुरै भए मेरो बाउले घिउ खाँदै मेरो हाँसो खुसो भन्नुहुन्छ अब काठमाडौँ आएर भए त्यही त होइन हजुरहरूको अलिकति खानदानै अलिक ज्यान चाहिँ ठुलै हो पाहरू पनि त्यस्तै हो मेरो बा पनि मभन्दा एक कुरो चाहिँ अर्को हुन्थ्यो अझ अग्लो हुनुहुन्छ नेपाल छेउ बेसीवाला त दुमजा त एक मुरीको ढोका बोकेर लान्छु भन्थ्यो उहाँ पनि जिउ पनि त्यस्तै ठुलो नै हुनुहुन्छ ठुलो हातमा डोर पाखुरा भन्थे होइन हजुर हो मेरो बाउहरूले चाहिँ नि के अरे रोपाइ भएको दिन असारमा च्याख्रा र दही घुलेर खाना आउँथ्यो पिठो र दही खोल्दा खाना मात्रै आमाहरू खाना के अरे खाना पकाउने मान्छे हुँदैन थियो होइन त्यस्तो खाएका मान्छे हामी हेरे अब काँचो मासु त पछि एक बाटा चाहिँ के अरे म र हाम्रो पवन मैनालीको बाउ एक बाटा मासु त नुन खोर्सानी मसला हालेर हातले के अरे मुछेर है त्यसलाई कचरा नेहारको कचरा बनाएर खान्थ्यो होइन हजुर अब कि खाएर खान्छ कि खाल्न पाएर खान्छ अब खाल्न पाए भयो होइन उहिले खानु कुरा सिद्धियो अब कुनै विषय वस्तु हस् छोटो मिठो संवाद राखिदिनु भयो समय र संवादको लागि धेरै धेरै धन्यवाद यतिकैमा भयो त हजुर हजुर ल हजुरहरूलाई पनि मोरी धन्यवाद